हेलो गुड मर्निङ साथीहरू। हेर्नु न साथीहरू, यो मान्छेले मलाई सुत्नै दिँदैन हो। आधी घन्टा जस्तो सुत्छु भनेको पनि हो। आज घर जाने भएर चाहिँ हामी जाँदै गर्छौँ, भरे आउनु भन्छ। मलाई त के लाग्छ, आज हामी माइत घर जाँदैछ। अन्त बिहानै उठाएर मलाई सुत्नै दिँदैन हो। एकछिन सुत्छु नि भन्दा नि भरे आउनु पो भन्छ। के भएको, के देखायो। हामी चाहिँ रेडी भइसक्यो, माइत जानु ससुराली जानु रेडी भइसकेको। आज चाहिँ हामी भिडियो बनाउँदै जाने। हाम्रो भिडियो हेर्दै गर्नुहोस् होला। बाई बाई। हामी चाहिँ आइपुग्यो है मेरो गाउँ। यो चाहिँ मेरो गाउँ है, यस्तो छ मेरो गाउँ चाहिँ। यस्तो चाहिँ मेरो गाउँहरू चाहिँ हरेस लाग्दो रहेछ। सबैजना आफ्नो आफ्नो काम ड्युटीतिर बिजी भएर अहिले त सब ड्युटी गर्नेहरू भएको छ। सुनसानै रहेछ। दाजु आइपुग्यो त मेरो घर। कहाँ गएको अरे जसु? कहाँ गएको भन्नु न छिटो। मेरो ब्याग पनि ल्याइदिनुहोस् ल नानीको। यसो दादा जङ्गल भइरहेको रहेछ अझै। मेरो घर त यस्तो विरक्त लाग्दो भएको छ है। घरमा चाहिँ कोही छैन, सानो दुईजना मात्रै छ। मम्मी पनि मुम्बईतिर इन्जोय, काम ड्युटी छ। घर चाहिँ यस्तो हरेस लाग्दो रहेछ। हेर्नु नि हरेस लाग्ने खालके। बाटो नि हराइसकेछ मेरो माइत घरको त। यो हाम्रो घर बाउ चाहिँ अहिले यो है। घर मालिक चाहिँ हाम्रो घर बाउसँग मिल्नुहोस्। यस्तो सुनसान छ घर चाहिँ, मान्छे नबस्ने घर। ओ मेरो पुक्कु पुक्कु चढिहालेको हेर। ला लैजान हिँड्नु पनि है पुक्कु। आउनु बित्तिकै चढ्दैछ जिउमा। है धमास गर्छस् यहीँ। यहीँ शीतल हो, यहीँ शीतल है। अब नि के चाहियो अब तँलाई? छैन मिठाई? यो मिठाई खोज्न आएको हत्तालेर। ल हेर्नुहोस् है साथीहरू, हाम्रो बहिनीको चाहिँ पारा यो छ है। भाँडा धुने यसरी धुनुपर्छ है। भाँडाहरू तपाईँहरूलाई आउँदैन, तपाईँहरूलाई आउँदैन भने यसरी धुनुहोस् है भाँडा चाहिँ। यो भाँडा धुने तरिका। ल अब चाहिँ हामी फर्किँदैछ माइतबाट। खानासाना खाएर मजाले। बहिनी हो यो भिडियो यसो काट्न नलगाउँ न। फर्किँदै गरेको अब चाहिँ हामी यता रोडाथाङ भएर त्यहाँदेखि पिकनिक स्पट एकछिन निस्केर एकछिन घुमेर अनि फर्क जाने हो। अनि चाहिँ यो चाहिँ अब 3 धारे साइडै पदमचेको। यो चाहिँ पिकनिक स्पट हो है कुम्रेकको। आउनु सक्नुहुन्छ है तपाईँहरू पनि। टिकट पनि बेसी छैन रहेछ, अन्ली 30 रुपिस रहेछ कुम्रेक। यहाँबाट हुन्छ त नि स्विमिङ पुल यता।
मलाई बनाइदिनु न कुमरेक पिकनिक स्पोट यहाँ मेरो फोटो पनि खिच्दिनु न एउटा सौना साजु र मेरो यहाँ खिच्दिनु न यहाँ खिच्दिनु न यहाँनिर घुमिसक्यो दामी रहेछ मजा आयो पिङ खेल्यो फोटो खिच्यो हामीले यहाँनिर हो एक दुईवटा रिल्सहरू बनायो